अरे मारिदिन्थे भाइ, तैँले बाटो कटा भेट त मारिदिन्थे। वार्निङ हो नि भाइ, यहाँ बाटो लान्ने हो केटा हो। यो बाटोमा कफ खासै हिँड्दैन क्या। कफ है पछाडि कफ छ यार। गुड मर्निङ एन्ड हेलो एभ्रिवान, इट्स मी बाउन सत्र ब्याक अगेन। यो चाहिँ लाइक अ डे इन माई लाइफ इन क्यानाडा वाला भिडियो हो। मैले बाइकमा चेन लुप र मोबिल थपेको थिएँ थोरै। ड्रिप हान्दा छ त यार। टाइटल छ नि, जलिरहेछ क्या त्यो, त्यही भएर गनाइरहेछ क्या। मैले हल्का पोख खाएँ बाहिर हाल्दा हाल्दै, त्यो गनाइरहेछ अहिले। मोबिल डढेको त्यो गनाउँछ नि, त्यो टायरहरू हाइवेमा टायरहरू पड्किँदा आउने आवाजै आइरहेछ अहिले। लेट्स टेक दिस बाइक आउटसाइड। अब चाहिँ अहिले चाहिँ म काममा जाँदैछु 7 ओक्स भन्ने ठाउँमा। लेट्स गो। अब पानी पर्छ ल्याएको छ अझै थोरै दिन। पानी पर्न रोकेर मजाले घाम लाग्न सुरु भएपछि चाहिँ एकचोटि मजाले डिप क्लिन हान्नुपर्छ बाइक। त्यही हो, बाइकलाई चाहिँ सफा राख्न मन लाग्छ क्या। जेसुकै होस्, बाइक चाहिँ फोहोर हुन भएन। बाइक चाहिँ फोहोर, आफू अरू फोहोरी घिने जस्तो भयो नि मतलब भएन। बाइक चाहिँ एभ्री टाइम क्लिन एज फक। बाइकले अब जुत्तालाई त क्लिन हुन दिँदैन हेर्नु होइन। इट्स अ बाइक। गाडीहरूले त्यहाँसम्म मात्र हो कि कुदाउने, यहाँबाट स्कुल एरिया सुरु भयो। यहाँभन्दा उता कसैले कुदाउँदैन दिनमा, राति त कुदाउँछ। अब प्रमिस भाइलाई भेट्नु छ, प्रमिस भाइलाई भेटेर 1-2चोटि पिट्नु छ, अनि त्यसलाई मजाले 1-2चोटि पिटेर काममा जानुपर्छ। दिन राम्रो हुन्छ क्या। मान्छेलाई पिटेर काममा गयो भने अलिकति हुन्छ नि, फ्रस्ट्रेसन कम हुन्छ, अनि काममा नि रिस उठ्दैन क्या। यो चाहिँ लाइक मेरो आफ्नै लजिक हो है यो चाहिँ। म जहिले ग्यासहरू नोटिस गर्दा हुन्छ कि यतिमा ठ्याक्क बाइक अब बाइक छिर्छ क्या त्यहाँबाट। तर के गर्नु, ल्याउन पाएपछि गाह्रो छ। कि पाउँछ, मलाई त्यो रुलहरू नै हेरेको छैन क्या मैले यहाँको। मैले बस गुगल म्याप्स अनि यताउतिले मात्र फलो गर्दा हो क्या। गाडी चलाउँदा जे रुल थियो मैले त्यही मात्र फलो गरिरहेको छु अहिले। अघि भर्खरसम्म घाम लागिरहेको थियो, अहिले पानी पर्ला जस्तो भइसक्यो। साथीका यो क्यानाडा भन्ने देश जस्तो खत्तम देश मैले कहीँ भेटिनँ। वेदर त पोखरा जस्तो फकअप छ यार। छिन्न पानी छिन्न घाम। क्विक टर्न है, क्विक टर्न त्यस्तै लिन हुँदैन। तर बाउन सत्र हो, रिक्स लिनुपर्छ कहिलेकाहीँ। इशारों में बात होता है। एक्चुअली व्हीली ट्राई गर्नु मन लाग्यो यार मलाई यसको पार्किङ लटमा। आई डोन्ट नो इफ आई सुड डु दिस, तर लेट्स ट्राई है। लन्च कन्ट्रोल अफ होइन, इज इट अफ? इट्स अफ है। म एक गियरमा चाहिँ ओइ व्हाट द फक ब्रोस्की। अब चाहिँ हामी काममा जाँदैछौँ। अब एक्कै बाटो फर्किनु पऱ्यो यार। बिस्तारै मलाई बानी बस्दै छ यहाँको बाटोमा। यो भनेको राम्रो कुरा हो कि नराम्रो कुरा हो? जानु सर, धन्यवाद हजुर। गएपछि अब म जानु पाएँ। जानु सर, हजुर जानु। बाइक यहाँ राख्नु पर्ने हो। हामी काममा पुग्यो। अब काम जाँदाखेरि चाहिँ हेलमेट खोल्नुपर्छ है गाइज। यस्तो हिरो भएर जानु हुँदैन, हल्का च्यात्रै भएर जानुपर्छ। त्यही भएर मैले अहिले चाहिँ क्यामेरा अफ गरेँ ल। बाई बाई।
A few moments later. फाइनली काम सक्यो 3 घन्टा मारेर आयो अब चाहिँ सेट घर जानुपर्छ घर गएर तातो कफी खानुपर्छ एउटा चिसो खाने के खाने यार अबदेखि बल्ल आनन्द हुने भयो जस्तो छ है आइ एम ह्याप्पी टुडे बिकज मेरो सिट हल्का बढाइदिनु भएको छ भेजा भइरहेको थियो क्या ममा रेन्ट पनि दिनलाई पैसा नि पुग्दैन आवर अनुसार रेन्टलाई नि पैसा पुग्दैन के गरे नि पैसा पुग्दैन भेजा भएको थिएँ अब चाहिँ हल्का आवर बढायो अब ठिक्क हुने भयो क्या मलाई त्यही भएर आम रियली ह्याप्पी कहिलेकाहीँ राम्रो खबर नि सुन्न पाइन्छ है क्यानाडामा ए म त बोल्नै बिर्सेछु यार जोन आउट भइरहेको छु यसो भित्रबाट जानुपर्छ क्या हो त्यो यताबाट गयो भने त रोक्यो चल्यो त्यही गर्दा चाहिँ जान्छ यहाँबाट राइट गइदिनु पर्ला जस्तो है अब चाहिँ एउटा झिकझ्याक भयो भने रमाइलो हुन्छ कि एउटै लेनमा बसै गऱ्यो भने त बुझ्दा हुन्छ त्यो भाइले मैले भ्लग बनाउँदा जहिले कल आन्छ यार ल यहाँदेखि बाटै छैन ल भेजा भइदियो यार यहाँबाट चाहिँ बाटै छैन अरे खै धेरै हिरो न बन केटा हो भन्थ्यो होर्री त्यहीबाट घुजा जस्तै भयो त यार लो ओइल त मलाई उतातिर जा भने त लौ महागाडक यसले त भेजै हान्दियो ओए म अघि यहीँबाट गएको होइन त महागाडक म कहाँ पुगेँ चाँडै लग ल मेरो भाइ चाँडै लग ल चाँडै लग न महाकाडक जहिले म चाहिँ लास्टमा पर्दिने यार जहिलेको कहानी छ जहिले लास्टतिर पर्दिने क्या म चाहिँ रेड लाइटको यता हुने चाहिँ अब हेरे मैले यस्तो गर्नु हुँदैन यार भर्खरको त रुल ब्रेकै हाने अब मैले यस्तो चाहिँ नगर है केटा अति भयो यसरी जिस्किनु हुँदैन है लाइफसँग लाइफ डेथको कुरा हो नि यो भनेको हल्का खाली हुन तिमी यार अगाडि मजै आउँदैन क्या कुदाउन नपाएपछि मजा आउँदैन कान्थ्यो हेर्न त्यसले पानी छुट्याएको यहाँसम्म आयो क्या कुकुर आयो त झन् भेजा हान्दिन पानी छ्याप कडक पानी छ्याप थियो क्यान्डी क्रस खेलिदिउँ न है के खेल्ने यार क्ल्यास रोयल खेलिदिनु पर्ला मारिदिन्थेँ भाइ तैँले बाटो कटा भेट त मारिदिन्थेँ वार्निङ हो नि भाइ यहाँ ब्याटल हान्ने हो केटा हो ब्याटल नाइट यहाँ बटममा ओइ
थियो नि त्यहाँ अनि यो पो हो त ल गिभअप हान्दै क्या अहिले त तिमीहरूले आज म दाइले आज यस्तै गरिदिन्छ अरे अन्त कोही महाकडक मैले त सबै लेखेर भइसक्यो नि त टर्निङ नि आयो मार्यो 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 घरपुक ओए मेरो त राम्रो छ त यार मिनी पेका म चाहिँ यो गेम चाहिँ हारेँ 100% हो है मैले छोडेँ यार मिनी पेका देखेपछि जित्न सक्थेँ मैले इज्जत जित्दिन्थेँ छ्या ल है गाइज आजको लागि चाहिँ यति नै म क्ल्यास रोयलमा हारेको देख्न पाउँदा हजुरहरूलाई खुसी लाग्यो होला थ्याङ्क यू गाइज फर वाचिङ माई भ्लग आजको भ्लगमा यति नै घरबाटै सुरु गरेको थिएँ घरमै आएर एन्ड भयो किप वाचिङ 17 और अभी तो रुको क्लाइमैक्स अभी बाकी है सिरिज हेर्दा हेर्दै सुतेछु यार इट्स अराउन्ड 6 right now उफ निन्द्राले चुर हान्दिएर अहिले म निन्द्रामै छु क्या हल्का यही लिएर बस्छ यार म त यहाँ त बम्पी छ रोड हिरो छ्याप्छ पछाडि ओए ढाड मेरो हिरोले छ्या मैले किन हुडी सुडी लाएर आएँ यार गियर सेयरमै आउनुपर्ने रहेछ धना ए यार डे टु डे अरू मान्छेको चाहिँ कस्तो हुन्छ थाहा छ अब लाइक गाडी किनेर छ भने यस्तै साथीहरूकोमा गयो यस्तै गरी गयो अनि सक्यो क्या दिन बस्छ भए यसो काममा गयो बस हुँदा चाहिँ म खासै हिँड्थिनँ क्या म घर बसेँ नि घर बसेको बस्यो हुन्थ्यो काम गयो क्लास गयो घर आयो सुत्नु पऱ्यो नि सुत्यो नभए ओए रन मती कस्तो स्लिप खाथ्यो यार टायर क्यामेरामा कि देखेन पुरै निन्द्रै भाग्यो छ्या मैले ब्रेक पनि हानेको थिइनँ म टायर फेर्छु यार अस्तिदेखि टायरै चित्त बुझेको छैन क्या अगाडिको इट्स गुड है ग्रिप फिल हुन्छ पछाडिको के हो यार लाइक साइडमा त छ नि त अगाडि अलिकति कम छ होइन तर त्यस्तो कम पनि छैन नि त कडक सात लग्यो नि चप्पल र पन्जा नलाइकन निक्लेको बाहिर इट्स अराउन्ड 10 अहिले 7 बजे त्यो साथीको घरबाट निक्लिन लाग्थेँ म 10 बज्यो कसम 3 घन्टा कानले रोक्यो क्या म यो स्क्रिनसट भयो थियो 3 घन्टा कानले गर्दा रोकिनु पर्यो यार रिराइटमै जाने भयो यार मेरो जिन्दगी चाहिँ छ टक्क 7-11 गएर मुसा खानुपर्छ निदा आयो क्या म दिउँसो एकैछिन अनि दिउँसो निदा आएपछि हल्का फ्युल अप त हान्नु पऱ्यो ज्यानलाई मसलले 60 क्यालोरी तिनटै एक दिनमा खाँदिनँ सनडाउन के अरे भाइ उफ केसर हेरिदिएको मान्छेहरूले मलाई केसर हेरिदिएको मान्छेहरूले मलाई केसर हेरिदिएको थाहै नभयो यार अब त हिँड्दैन क्या
पक्छ है पछाडि पक्छ यार That's pop. Oh, that's it. I took a right ni त धन्नाले ब्लिङ्कर हान्न भन्दा अगाडि यार धन्नाले ब्लिङ्क हानेको मैले पुलोबाट हान्नै पर्थ्यो क्या हाइबिम बाल्दा चाहिँ बालेको थियो धन्नाले ब्लिङ्क चाहिँ बालेन ल गाइज आजको लागि चाहिँ यति नै सी यू गाइज सुन थ्याङ्क यू गाइज फर वाचिङ बाउन 17 हेर्दै गर्नु होला मेरो युट्युब च्यानल म यस्तै डे टु डे अनि हल्का कुदाकुस्ताको हाल्छु अहिले समर आएको छैन नि त समर आएपछि चाहिँ हल्का एड्रेनालिन रसवाला भिडियोहरू आउँछ बिस्तारै त्यही हो थ्याङ्क यू फर वाचिङ हेर्दै गर्नु होला बाइ बाइ पिस